नमस्ते, हामी गुरुकुल विद्यासदन सेकेन्डरी स्कुलबाट आएका हो। हामी कक्षा 9बाट हाम्रो ग्रुप साथीहरूसँग मिलेर हामीले एउटा प्रोजेक्टको गेम बनाएको। गेम हाम्रो प्रोजेक्टको नाम चाहिँ जेनजी रेन्ज हो। अनि यो चाहिँ हाम्रो जस्ट इन्टरटेनमेन्ट र बिजनेस पर्पजको लागि हो। जस्तै यो इन्टरटेनमेन्ट र बिजनेस पर्पजको लागि हो, उसले भनिहाल्यो। यो बिजनेस पर्पजको लागि चाहिँ कसरी हो भने यो यस्तो गेम चाहिँ हामीले धेरै जस्तो अब यो भइहाल्यो। अब हामीले अझै यो जस्तो गेम धेरै बनाउँछौँ, अझै डेभलप गर्छौँ यो गेमलाई नि। यो जस्तै धेरै गेमहरू बनाउँछौँ अनि आफ्नो वेबसाइटमा राख्छौँ। अनि वेबसाइटमा राखेपछि यता साइडमा हामीले एड चलाउँछौँ। एड चलाएपछि अब उताबाट इन्कम आउने भइहाल्यो। अनि बिजनेस पर्पजको लागि भयो, इन्टरटेनमेन्ट पर्पजको लागि त यो भइहाल्यो यतिकै नि होइन, खेल्न मिल्छ। अनि यहाँ चाहिँ हामीले आफ्नो रियाक्सन टाइम पनि बढाउन सक्छ, किनभने यहाँ हिडन ब्लकहरू पनि छ। हामीले बेलामै सर्टेन रियाक्सन दिइहाल्यौँ भने हिडन ब्लकदेखि हामीले एउटा राइट दिएर बस्न सक्छौँ। अनि यसले हाम्रो थिङ्किङ पावर पनि बढाउँछ। ओके, यो हिडन ब्लक कता कता छ भनेर अर्को राउन्डमा सोच्न पनि मद्दत गर्छ। अब त्यस्तै गरी अब हजुरको यो अहिलेको भन्नुपर्दाखेरि यो गेमले चाहिँ हामीलाई धैर्यता पनि सिकाइन्छ। अहिलेको अवस्था हामी जस्तो अरू बच्चा बच्चीको हेर्न पर्यो भने योहरू अहिले हामी धैर्यता नगरेर सानो कुराहरूमा झिझाइराखेका हुन्छन्। त्यस्तै गरी यो गेमले चाहिँ इन्टरटेनमेन्ट बिजनेस साथै साथ यो धैर्यताको लागि पनि जस्तै भन्न मिल्छ। यो गेममा चाहिँ हामीले धैर्यताले गेम खेल्न खोज्यो भने यतापट्टि हजुरले देख्न सक्नुहुन्छ, यो भर्खरै एउटा वाल आयो, इन्भिजिबल वाल। यस्तो वाल हजुर लेभल 1 र 2 मा राखेका छौँ। यस्तो वालहरूले चाहिँ हजुरलाई फेरि लाइफ पनि घटाएर रिसेट हजुरको स्टार्टिङ चेक पोइन्टतिर पनि पुगाइएको हुन्छ। यसै गरी हजुरलाई यो गेमले चाहिँ ट्रोल गरेको नि हुन्छ एन्डिङमा चाहिँ। त्यस्तै गरी अनुसारमा चाहिँ यो धैर्यतामा हामीले रियल लाइफमा आफ्नो सिचुएसनलाई हेरेर अनि अवस्था गरेर बनाउन पनि सकिन्छ। ओके, यो गेममा चाहिँ अब 3टा लेभल छ। लेभल 1 इजी, लेभल 2 मिडियम, लेभल 3 हार्ड। अब लेभल 1 मा चाहिँ हाम्रो 10 हार्ड्स हुन्छ। अनि लेभल 2 मा चाहिँ 15 हुन्छ। अब लेभल 3 त्यही अनुसार जतिको हार्ड हुन्छ त्यति धेरै हाम्रो लाइफ हुन्छ। हाम्रो यसमा मेन गोल चाहिँ यो उसमा जाने हो। हामीले यो गेम चाहिँ स्क्रैचबाट बनाइएको। अब यस्तै गेम हामी फ्युचरमा पनि बनाउने छौँ। त्यति भन्दै हामी बिदा। ओके, क्या राम्रो कन्सेप्ट आएछ। अनि तिमीहरूलाई यो एडले कमाउँछ भनेर चाहिँ कसरी थाहा भयो, कसले भनेर? अब एडले चाहिँ यस्तो भयो, हामी खेलिरहेपछि साइडमा एड आउँछ। अब एड हेरेपछि इन्कम त आइहाल्ने भयो तिनीहरूको नि प्रमोट हुने भयो। अब हाम्रोमा नि अब त्यो राम्रो भइरहेको छ, प्रोसेस भइरहेको छ, त्यसरी थाहा भयो। अनि त्यो एड चाहिँ कहाँबाट आउँछ त नि तिमीहरूलाई? कसले दिन्छ? हामीलाई त अब जसको एड हो नि त्यसले स्पोन्सर गर्छ नि त, हाम्रो एड चलाइदियोस् भनेर। तिनीहरूलाई नि फाइदा भयो, तिनीहरूको नि डेभलप भयो, तिनीहरूको नि प्रमोट भयो, हामीलाई नि अब हाम्रो इन्कम आउँछ, हामीलाई नि फाइदा भयो। दुइटैको फाइदा मिलेर हेरेर चाहिँ तिनीहरूले त्यसो विचार राखेका हुन्। ओके, ल भाइले के भन्नु खोज्छ? ल भन। त्यसै गरी अब हजुरले पनि देख्न सक्नुहुन्छ, यहाँ हामीले यो गेम बनाउने बेला चाहिँ हामीले नर्मली धेरै जतिले राइटी मात्रै राखेको हुन्छ भने यहाँ चाहिँ हाम्रो राइटीको लागि एरोज बटन राख्दैछ भने लेफ्टीको लागि हामीले लेफ्टीहरू चलाउनेलाई चाहिँ WSD राखेका छौँ। त्यस्तै गरी अब हाम्रो लेफ्टी र राइटीको लागि पनि गेमहरू यसरी मिलाएर डिभाइड पनि गरिरहेको हुन्छौँ। अब यो डेभलपहरू हामीले चाहिँ स्लोली गरिरहेको हुन्छ। हामीले चाहिँ बिगिनिङै थियौँ। अब यो डेभलपहरू चाहिँ गरेर हामीले बिजनेस र हाम्रो यो इन्टरटेनमेन्टको लागि बनाएको हो। यो अहिलेको लागि चाहिँ बिजनेस र इन्टरटेनमेन्ट पनि भन्न मिल्छ। बिजनेस इन्टरटेनमेन्ट मात्रै होइन, अब सबै पर्पजको लागि बनाइएको। ठिक छ, ल अब मेरो क्वेसन चाहिँ सोधौँ। ल क्वेसन भन्दा नि म तिमीहरूलाई सजेसन दिन्छु होइन। पहिला एउटा क्वेसन सोध्छु अनि सजेसन दिन्छु है त। यो गेम केबाट बनायो तिमीहरू? यो गेम चाहिँ हामीले स्क्रैचबाट बनाइएको। कुन चाहिँ स्ट्याकमा बनायो त नि? कोडिङ हान्यौ कि के गर्यौ कि? कोडिङ हान्यो भने हामीले ब्लकबाट बनाइएको। ओके, कुन ब्लकबाट बनायो? ब्लक चाहिँ यस्तो यसले ब्लक प्रोग्रामिङ भन्छ। हामीले जोडी कोडहरू लेख्न सक्छौँ। नर्मली हामीले कोड लेख्नु पर्छ, कोडहरू रिटर्न पहिले हुन्छ, त्यसलाई हामीले खालि जोडेर गरौँ। अनि हामीले यहाँ आफ्नो कोड बनाउन पनि सक्छ। हामीले रिसेन्टली यो पढिरहेको थियौँ, त्यही भएर यहाँदेखि नै गेम बनाइयो। तिमीहरूले स्कुलमा पढ्यो? हजुर। कसले पढायो यस्तो स्कुलमा? हाम्रो सरले पढाउनु भएको छ, आउँदै हुन्छ उतै आउनुहुन्छ सर। अनि यो गेम चाहिँ हामीले इन्सपायर चाहिँ प्याटम्यान भन्ने एउटा गेम छ, त्यहाँबाट चाहिँ इन्सपायर भएर योबाट बनाइएको। यसकै अर्को भर्जन जस्तै योलाई। जस्तोको हामीले धेरै थरीको भर्जन बनाउँछ अनि एड चलाउँछ मलाई भने जस्तै। अनि यो गेम बनाएर तिमीहरूले लन्च गर्दै गर्दाखेरि तिमीहरूलाई त सर्भर चाहिएला, चाहियो कि चाहिएन? चाहियो।
अनि सर्भर कसरी म्यानेज गर्छ अहिले त तिमीहरूले त यो त भर्खर त अहिले त केही पनि छैन हजुर अब हाम्रो त त्यो डिप थिङ्किङ त्यस्तो छैन ओके नर्मली यो स्टार्ट गरेर त्यो चाहिँ अब फ्युचर प्लान भेरी गुड सुरुमा हामीले अहिले पहिला गेमहरू अझै साथीहरू टिम बनाएर गेम डिफ्रेन्ट डिजाइनका बनाएका रहेका छौँ यसले चाहिँ हामीले सुरु पहिला गेमहरू डेभलप गर्छौँ कि कतिसम्म हामीले इम्प्रुभ गरायौँ अनि कतिसम्म एट्र्याक्सन बनायौँ गेमको त्यो बनाउँछौँ अनि जुन बेला हाम्रो यो गेम लाइक हाइली इम्प्रुभमेन्ट देखिन्छ त्यो बेला बल्ल हामीले यसलाई अपलोड गरेर बिजनेसिङको काममा आउने जब बन्छ त्यो गेम बिजनेसिङको लागि त्यो बेला हामीले बिजनेसको लागि बल्ल अपलोड गरेर अनि त्यसको बारे पनि रिसर्च गर्न थाल्छौँ ओके यसलाई चाहिँ अझै राम्रो बनाउँदै जानु र एउटा मेरो सजेसन अहिले भनेको थिएँ तिमीहरूले अघि जुन विज्ञापन स्पोन्सर अरूले गर्छ भने नि त्यो चाहिँ एक्सपेक्ट नगर बुझ्यौ नि गर्छ भन्ने चाहिँ नगर तर कसले चाहिँ विज्ञापन दिन्छ त भन्दाखेरि गुगल एडसेन्सले चाहिँ कुनै पनि तिमीहरूलाई चाहिँ भेदभाव नगरी दिन्छ तिनीहरू एउटा लेभलको सर्टेनमा पुगेपछि दिन्छ त्यतातिर चाहिँ लाग्ने होइन अनि मोबाइल एप्लिकेसनतिर कन्भर्जन गर्ने भने एडसेन्सले दिन्छ त्यस्तो चाहिँ राम्रो हुन्छ है त ल अल द बेस्ट दामी बनाएछ यति सानो उमेरमा पनि होइन ठिक छ ल भेरी गुड थ्याङ्क यू सर